आज म च्यालेन्ज दिन्छु, म तपाईहरुलाई म अहिले लाने भने हजारौं जनालाई म जेल लान सक्छु, तर म गर्दिन। म एक पैसा पनि सरकारको मेरो नाममा म खर्च गर्न चाहन्न, तर म चुनौती दिन्छु। तपाई चाहनुहुन्छ भने वस्तुबाट बाहिर जानु भयो। तपाईले चाहनुहुन्छ भने सम्माननीय सभामुखज्यू, यो विधेयक मैले अलिकति पढेँ, तर यो यति राम्रो विधेयक आएको छ, त्यसको लागि म धन्यवाद दिन चाहन्छु हाम्रो माननीय मन्त्रीज्यूलाई। तर यहाँ चाहिँ धेरै शब्दहरू वेश्यावृत्ति, वेश्यगमन भन्ने छ कि अहिले यो अवस्थामा आएर पनि हाम्रो संविधानमा पनि त्यो अलाउ छैन। हामीले यो शब्द एउटा लोकसेवामा प्रयोग गर्दाखेरि हामीले पुरै विरोध गरेका थियौँ। पहिला हामी महिला सांसदहरूले पुरै विरोध गरेका थियौँ। अब म त्यतिखेर त उपसभामुख थिएँ, मैले कोर्डिनेट मात्रै गरेँ, मैले बोल्न मिल्दैन थियो। त्यसले गर्दाखेरि म मान्य मन्त्रीज्यूलाई यो लेख्ने पनि पुरुषै हो कि जस्तो लाग्यो कि हरेक ठाउँमा खालि वेश्यावृत्ति भन्ने यस्तो शब्द आइरहेछ। यसलाई चाहिँ हटाउन म अनुरोध गर्न चाहन्छु र मेरो संशोधन पनि मैले हाल्दैछु। त्यतिखेर मैले दफावार नै मैले त्यो बोल्ने छु। र म यही सन्दर्भमा के भन्न चाहन्छु भने अहिले यसको प्रकृति एकदमै नयाँ तरिकाले गएको छ। त्यसमा चाहिँ राज्यले पुरै ध्यान दिनुपर्छ विभिन्न तरिकाले। यहाँ चाहिँ महिला मात्रै होइन, पुरुषलाई पनि हामीले प्रोटेक्सन गर्नुपर्छ। धेरै युवाहरू, धेरै बालकहरू पनि, त्यसले गर्दा चाहिँ हामीले सबैलाई समेटेर चाहिँ यो विधेयकलाई अगाडि बढाउनुपर्छ। र यसैमा सन्दर्भमा म के भन्न चाहन्छु भने म त्यो कुराहरू रिमाइन्ड गर्न चाहन्छु। यो गरिमामय सदनमा मलाई लागेको थियो मेरो संवैधानिक जुन मेरो पदको लागि हैन, संवैधानिक पदको लागि चाहिँ त्यो गरेको होला भनेर मैले टुवा परेर म हेरिरहेको थिएँ। मेरो सभापतिले जुन बेला मलाई डिफेन्ड गरिरहनु भएको थियो, म बोल्न सकेन, वाक्क बक्क। यस्तो क्रुलिटी पनि हुँदो रहेछ राजनीतिमा, मलाई लागेको थियो। तर आज यो गरिमामयमा पनि मैले एउटा नेमापति गर्दाखेरि मलाई हाम्रा आफ्नै आदिवासी महिलाहरू साथीहरूले पनि धेरैले बेसे अनि चाइल्ड ट्राफिकर भनेर मलाई चाहिँ यो थुप्रै सामाजिक सञ्जालमा मलाई लेखेको छ। मलाई यति दुःख लाग्यो होइन, यो मेरो समय सन्दर्भ नै छ। मलाई अहिले यो नेसनल, मलाई इन्टरनेसनल पनि भनेको छ, भालु पनि भनेको छ। म भन्छु तपाईहरुले मलाई नेसनल पनि मलाई प्रयोग गरेर चुनौती दिन्छु, मलाई प्रमाणित गरेर देखाउनुस्। मैले कतिजनालाई लगाएको छ, प्रमाणित गरेर देखाउनुस्। नभए यसरी चाहिँ मान्छेलाई चाहिँ झुटो आरोप लगाउनु पाइँदैन। आज म यही सभामा बसेर म आफ्नो डिफेन्ड गर्दैछु। हरेक नेपाली महिलाहरूलाई चाहिँ जुन मान्छेले चाहिँ कुराहरू गर्नुभएको छ र म निरीह देखिरहेको छु यो सभा पनि। मलाई कति पीडा भएको छ भन्ने कुरा मलाई नि थाहा छ। त्यो जसलाई पीडा भोगेको हुन्छ त्यही हो। र मेरो मान्यज्यू हर्क साम्पाङज्यू लिडर